हेलो गाइज, वेलकम टु माई न्यू ब्लग। आई होप हजुरहरू सन्चै हुनुहुन्छ अनि म पनि सन्चै आरामै छु। अनि हाम्रोतिर चाहिँ मौसम के भएको क्या साथीहरू, खालि धुमेको धुमै थोरै दिन भइसकेन। अनि यस्तो मौसम भएपछि चाहिँ बिहानभरि सुतिहालिन्छ क्या। ढिलो उठ्दैमा त के हुन्छ र भन्नुहुन्छ भने चाहिँ मेरो हालत हेरिहाल्नु। नानीलाई हेर्दै घरको काम गर्दै नानीलाई ठिक पारेर स्कुल पुऱ्याउन चाहिँ नि साथीहरू यति धेरै गाह्रो हुन्छ नि मलाई यो बिहानभरि चाहिँ कुरै नगर्नु। एकछिन आँखा झिमिको हुँदैन, घरि रुटमा पुगेको छ, घरि कहाँ गएर लडीबडी गरिदिएको छ, घरि कपाल खाइदिएको छ। अनि मेरो छोरी चाहिँ नि साथीहरू चप्पल भन्ने छिरेकै लाउँदिनन्। हुन त यो बाबुआमाबाटै जस्तो बाबुआमाले गर्यो त्यस्तै हुन्छ भने जस्तै हो यो पनि। अरूको कुरा सुन्नु भन्ने के हुन्छ त भन्नुहुन्छ भने चाहिँ यस्तै हुन्छ। अब पहिला मलाई अरूले भन्थे नि त नानीहरूलाई त खालि खुट्टै हिँड्नुपर्छ, खुट्टा तोर हुन्छ भन्थे आयो उता रहेछ नि भनेर लु खाली खुट्टै हिँड भनेर खाली खुट्टै हिँडाएँ। पहिला सुरुमा खुट्टा लागेर हिँड्ने हुँदाखेरि अनि हिँडाउनु त हिँडाएँ, तर के गर्नु अहिले छिरिक्कै चप्पल लगाइदिँदैनन्, जस्तै चिसोमा नि लगाइदिँदैनन्। म के चाहिँ गर्नु भन्नु त। अनि आमा छोरीको लापा परिहाल्छ अनि एक थप्पड हान्दैको त गुवाङ रुर खपिसक्नु होइन। अनि फेरि मेरो छोरी भनेको फेरि फुरुक्कै मेरो छोरी चाहिँ हेर्नु न यहाँ आँखाहरू कति मासुम छन् नि। कसेर जिउ गर्नु लाग्यो, जिउ पनि गरिहाल्यो। मेरो छोरी चाहिँ ज्ञानी छिन् अनि उसँग गफ गर्न चाहिँ धेरै मजा हुन्छ नि त। अनि तिम्रो स्कुल कहाँ हो छोरी भनेको आफिया भन्छन् क्या, जानी पनि नि। अनि तिम्रो फेरि स्कुल कहाँ हो छोरी भनेको बल्ल बल्ल माथि हो भनेर देखाएँ। लु चुम्मा गरिदेऊ न त भनेको उसको मिठो चुम्मा पनि पाइहालेँ। अनि यसो सम्झेको त ओहो मैले त भित्र सब्जी पकाउनु छ। छोराछोरी भएपछि नि साथीहरू म राम्रोबाट हिँड्छु, मेरो छोराछोरीलाई राम्रो पारेर हिँडाउँछु, घरहरू चटक चिटकी राख्छु भनेर सम्झिने पानी छम्किने जस्तै हो। बाबा जति नै गर्न खोजे पनि केही राम्रो हुँदैन। नानीलाई राम्रो पार्न खोजे पनि अघि लाबर पनि झिकेर फ्यालिदिएको छ। घरहरू त्यस्तै बल्ल बल्ल सारकसारिक पारेर राख्यो, नानी आएर भातभुङ्ग अनि आफूलाई नै हरेस लागेर आउने कि। अनि यो मेरो दिमागले काम नगरेको देख्दाखेरि म आफै घरिघरि त छक्क पर्छ क्या। म लाठी हो कि बाठी जस्तो लाग्छ। दाल हुँदै दाल र भात नानीलाई खुवाउनु छोडेर चाहिँ म चाहिँ यता सब्जी पकाउनु लागेँ। भरे पो देखेँ क्या, 8:30 भइसकेपछि देखेँ। अनि मेरो बुद्धि र दिमागको त कुरै नगरौँ। अनि मेरो छोरीसँग चाहिँ झगडा परेको देखेर म आफै छक्क पर्छु। कति लापा पर्छ साथीहरू, कति लापा पर्छ। कुटाइ पनि कति खान्छु, मैले पनि खान्छु। हामी आमा छोरी अनि मेरो छोरीको चाहिँ खाना खाने बेलामा झगडा हेरिहाल्नु। अनि मलाई चाहिँ बेसी गऱ्यो भने चाहिँ रिस उठ्छ क्या, टाउको दुख्छ। अनि टाउको दुखेपछि म कुटिहाल्छु। अनि फेरि पछि त आफूलाई कति माया लागेको क्या। लुगाको न्यु पारेर रोको छ, यो लाउँदिनँ म, यो लुगै लाउँदिनँ, यो चुरालै लाउँदिनँ भनेको छ, घरि के लाउँदिनँ भनेको छ। बल्ल बल्ल मेरो पुकुलीलाई ठिक पारेर ओरेर बल्ल बल्ल स्कुल पुऱ्याए। हेर्नु न नानीको हालत हेर्नु। त्यसमा चाहिँ हामी छोरीहरू बेगको दिन माइतबाट अन्मिँदाखेरि रुन्छौँ नि, मन भक्कानेर भित्रबाट हो त्यस्तै गर्छन् क्या मेरो छोरीले। जब स्कुल जाने बेला भयो भनेपछि मनबाट भक्कानिएर मलाई पनि रुन मन लाग्छ क्या। त्यसो गर्दाखेरि चाहिँ नि भक्कानिएर गर्दै आफूलाई चाहिँ कति बेला स्कुल गइदिएर आनन्द हुन्छ जस्तो हुन्छ। अनि बल्ल बल्ल स्कुल पुऱ्याएर आएर अब घरको कामतिर लागेँ। फेरि मेरो चाहिँ ढङ्ग यस्तो छ है साथीहरू, काम गर्दै थिएँ हेर्नु डेक्ची बङ्गै लगेर भात पोखिहाल्यो। गलेको बेला पाकेको केरा भने जस्तै भयो क्या मलाई चाहिँ। आफूलाई चाहिँ कति बेला काम सक्नु जस्तो भएको थियो। अनि त्यति बेलै भात घोप्टिँदा चाहिँ कस्तो भयो होला भन्नु त। अनि टिपेर बाहिर ल्याएर कुखुरालाई हालिदिएँ। अनि गएर भाँडा पनि 1 2 3 गरेर माझे। अनि मेरो छोरीले चाहिँ घरको हालत चाहिँ हेर्नु कस्तो गरिदिएको छ। राम्रो नानी पठाएर चाहिँ रुम बल्ल बल्ल मिलाइसकेर ढाडै दुखेको थियो कि म त आज साह्रै गलेँ। ब्लग चाहिँ आजलाई चाहिँ यति नै। बाई बाई गाइज, थ्याङ्क यू फर वाचिङ।